हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु है। आजको दिन चाहिँ हाम्रो सेलिब्रेट गरौँ। सबैजनालाई ह्यापी दसैँ। नेपालमा त लगभग दसैँ पनि सकिसक्यो होला, तर ढिलै भए पनि फेरि पनि ह्यापी दसैँ सबैजनालाई है। राम्रोसँग मनाउनु भयो होला, आई होप खुसी साथ मनाउनु भयो होला हैन। हाम्रो चाहिँ अब बाहिर यहाँ चाहिँ खासै टिका सिका लगाउनु नमिल्ने, अब ड्युटी त्यस्तै छुट्टी पनि नमिल्ने, त्यही भएर अलिकति अब बाहिर बस्ने हर कोहीलाई अलिकति नराम्रो चाहिँ लाग्ने रहेछ, नरमाइलो फिल चाहिँ हुने रहेछ। त्यही पनि ढिलै भयो नि, अब टिकाको दिन त छुट्टी भएन, त्यसैले हामी चाहिँ सैटरडेको दिन चाहिँ अब हामी चाहिँ दिदी बहिनी चाहिँ अलिकति खुसी हौँ न, दसैँ मनाऊँ न भन्ने हिसाबले हामीले चाहिँ दसैँ मनाउन लागेको। अनि धेरैजना साथीहरू त हुनुहुन्न, अब दिदी र बहिनी दसैँ मनाउँछौँ है साथीहरू। हेर्दै जानु हामीले के गर्दो रहेछौँ। हेलो साथीहरू, सन्चै हुनुहुन्छ? घाम लाग्यो घाम। वेलकम छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा फेरि पनि। आई होप हजुर सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु होइन, हामी पनि एकदम सन्चै छौँ। ल आज चाहिँ हाम्रो त्यस्तो केही स्पेसल त होइन, तर दिदी बहिनी दसैँ मान्नलाई हिँडेको रेडी भएर हेर्न सक्नुहुन्छ। हाम्रो रेडी दिदी आउनु त यहाँ। दिदी चाहिँ यहाँ पुरै रेडी भएर हरियाली हरियाली हुनुपर्नेमा सेतो सेतो कुर्ता लगाएर। गर्मी गर्मी गर्मी। हामी कहाँसम्म जाँदैछौँ त हेर्दै जानु होला साथीहरू। मोटाएर यता हेर्नु त। वाह, अगाडि हेर्नु, अगाडि पुरै देखाऊँ। मिना हेर न त्यहाँ दसैँ मान्न राम्री राम्री बनेर दसैँ मान्ने तर टिका लाउनु नहुने हाम्रो चाहिँ टिका नलाउने हामी मनाउँछौँ दसैँ। देखाउँदैछौँ।